हेलो साथीहरू, तपाईहरुलाई प्रेग्नेन्सीमा कतिको गाह्रो हुन्छ है। मलाई चाहिँ लास्टै गाह्रो भएको छ हैन। बेला बेलामा हुन्छ, सधैँ हुँदैन हैन। बेला बेलामा हुन्छ अनि सबैलाई हुन्छ कि मलाई मात्रै यस्तो हैन। शेयर गर्नु ल सबैजनाले। अनि के साथीहरू, अनि म चाहिँ घरमा एक्लै छु हैन। मेरो एउटा बाबु छ हैन। बाबु पनि सानै छ कि 5 वर्षको। अनि सबै काम आफैले गर्नुपर्छ हैन। सायद कामको भारले गर्दा पनि हो कि खै यस्तै हुन्छ कि सबैलाई कि मलाई मात्र हो। बाबुको पालीमा चाहिँ यस्तो हुँदैन थियो हैन। अनि अहिले चाहिँ मलाई लास्टै गाह्रो हुन्छ। अनि हेर्नु, मेरो बाख्राहरू यति धेरै छ के 8वटा 9वटा छ बाख्राहरू। अनि 2वटा गोरु छ हैन। तिनीहरूलाई सबैलाई घाँस म आफैले काट्नुपर्छ हैन। कुँडोहरू बनाएर दिनुपर्छ, सबै आफै गर्नुपर्छ हैन। अनि यताउति मलहरू फाल्ने अनि सबै आफै गर्नुपर्छ। त्यही भएर हो कि खै मेरो त मरिरहेको छु कि कस्तो टाउको दुख्छ अनि पेट पनि ग्यास फुल्ले जस्तो हुने, पेट पनि दुखिरहेको हुन्छ हैन। अनि यस्तै ढाडहरू दुख्ने समस्याहरू हैन सबै भइरहेको हुन्छ कि मलाई मात्रै हो कि तपाईहरुलाई पनि हो हैन। मलाई चाहिँ लास्टै गाह्रो हुन्छ साथीहरू। अनि कस्तो आफै के रुन मन लाग्ने अनि आफै दिमागमा के अर्कै नराम्रो कुराहरू खेल्ने हैन। आफै सानो मन हुने हुन्छ हैन। खै मलाई मात्र हो कि तपाईहरुलाई पनि हो है, भन्नु ल साथीहरू। तर मलाई चाहिँ लास्टै मन दुख्छ कि किन हो। अहिले चाहिँ बिहानीको टाइम छ हैन। मैले चाहिँ घाँस राखिदिएको छु। मेरो गोरु पर छ 2वटा छ हैन। अनि लास्टै गाह्रो हुन्छ के साथीहरू। त्यही भएर चाहिँ मैले शेयर गरेको ल। बाइ बाइ।